बोर्ड भनेको एकदमै लिमिटेड ठाउँमा मात्रै हो बोर्डको कन्सर्नको र सबै ठाउँमा छैन। त्यस कारणले बोर्ड भएर महिलाहरूको नेतृत्व सुनिश्चित हुन्छ भन्ने भन्दा पनि देशभरिको खानेपानी र सरसफाइको क्षेत्रमा महिलाहरूको नेतृत्वलाई कसरी सुनिश्चित गर्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो। त्यो प्रतिनिधि सभामा होस्, त्यहाँबाट तलतिर आउँदा प्रदेश सभाको कुरा होस्, अनि गाउँपालिकामा आउँदाखेरिमा गाउँको कुरा होस्, होइन, स्थानीय सरकारमा जाँदाखेरि कुरा होस्। त्यस कारणले हामीले पहिलो हेर्नुपर्ने त्यहाँनिर हो। अर्को कुरा चाहिँ नीतिगत कुरामा हामीले गरेको व्यवस्थाले नै अहिले 33% त महिला अनिवार्य भन्ने कुरा छ, त्यसले सुनिश्चित नै गरेको छ। तर त्यो 33% चाहिँ अलिकति निर्णायक तहमा भन्दा पनि प्रतिनिधि मात्रै गद्दी गर्ने गरिकन भएको कतिपय ठाउँहरूलाई अहिले व्यावहारिक रूपमा महिलाहरूलाई नै इन्करेज गर्नुपर्ने, ल्याउनुपर्ने कुरा चाहिँ त्यहाँ देखिन्छ। त्यसले व्यावहारिक कार्यान्वयनको कुरा चाहिँ महत्त्वपूर्ण, नीतिगत रूपमा हुँदै नभएको होइन। 33% त अनिवार्य नै भनेको छ, त्यो न्यूनतम हो नि त। त्यसलाई 50% पुर्याउन पनि कसैले रोकेको छैन, त्यसलाई चाहिँ नि 100% नै महिलाले गर्ने भन्ने कुरा पनि कहीँ रोकिएको त छैन। त्यस कारणले त्यो व्यावहारिक पक्ष हो, त्यो व्यावहारिक पक्षमा हामीले ध्यान दिनुपर्ने विषय हो। त्यो भयो भने महिलाको नेतृत्व हामी लैजान सक्छौँ। अर्को महत्त्वपूर्ण बोर्डको कुरा गर्नुभएको छ।